स्वागत छ साथीहरु, हजुरहरुलाई सजिलो ज्ञान युट्युब च्यानलमा। आज फेरि म हजुरहरु सामु चाहिँ मावलिङ इनर्जी र हाम्रो दरमखोला कम्पनीको बारेमा भिडियो लिएर आएको छु। मावलिङ इनर्जी कम्पनीले चाहिँ आज दोस्रो दिन पनि लगातार सर्किट लगाएको छ। सुरु गरौँ मावलिङ इनर्जीको दोस्रो दिनको कारोबार रकमबाट। आज कम्पनीको शेयरको प्री ओपनमा कारोबार भएको थिएन र आज दिनभरिमा कम्पनीको शेयरमा 190 किताको कारोबार भएको थिएन। आजको यसको टर्नओभर 72,328 रुपैयाँको यसको टर्नओभर आएको छ। त्यस्तै टप बाई गर्ने ब्रोकर लिस्टबाट हेर्दाखेरि ब्रोकर नम्बर 76 ले 150 किता बाई गरेको छ भने टप सेल गर्नेमा चाहिँ ब्रोकर नम्बर 58 ले 40 किता सेल गरेको छ। त्यस्तै बाई डिमान्ड तर्फ हेर्दा कम्पनीको शेयरमा 1,93,000 सम्मको बाई डिमान्ड आएको थियो। आज दोस्रो दिन पनि कम्पनीले 9.99% ले सर्किट लगाएर पर किता 34.9 पैसाले बढेर कम्पनीको शेयर मूल्य 384.3 पैसा पुग्न सफल भएको छ। र आज 10 किता आइपिओ दोस्रो दिनसम्म होल्ड गर्ने लगानीकर्ताहरूले कति कमाउनु भयो भन्दाखेरि 3,843 रुपैयाँ कमाउनु भएको छ। त्यस्तै आज दोस्रो दिनसम्म चाहिँ के कति किताको कारोबार भयो मावलिङ इनर्जी कम्पनीको शेयरमा। आज दोस्रो दिनमा चाहिँ अहिले तत्काल कारोबार गर्न मिल्ने 6 महिना यता कारोबार गर्न मिल्ने शेयर 13,99,375 कितामा पहिलो दिन र दोस्रो दिन गरेर आज चाहिँ 300 किताको कारोबार भएको थियो। अब मावलिङ इनर्जी कम्पनीको शेयर चाहिँ कति किता चाहिँ अझ आइपिओ होल्डरसँग होल्ड छ त यो कम्पनीको शेयर 13,99,075 किता चाहिँ अझै पनि लगानीकर्ताहरूसँग चाहिँ होल्ड नै रहेको छ। त्यस्तै साथीहरु हिमस्टार ऊर्जा कम्पनीको दोस्रो दिनको कारोबार रकमसँग हेरौँ मावलिङ इनर्जी कम्पनीको शेयरलाई चाहिँ हिमस्टारको दोस्रो दिनको कारोबार रकमबाट हेर्दाखेरि चाहिँ हिमस्टार ऊर्जा कम्पनीको शेयरमा चाहिँ दोस्रो दिनमा 60 किताको कारोबार भएको थियो भने मावलिङ इनर्जी कम्पनीमा चाहिँ 190 किताको कारोबार भएको छ। अब तपाईहरु यसै पनि विचार गर्न सक्नुहुन्छ मावलिङ इनर्जी कम्पनीको शेयर कतिसम्म पुग्छ भन्ने कुरा चाहिँ तपाईहरु यसै पनि बुझ्न सक्नुहुन्छ। किन भन्दा कम्पनीको शेयरमा चाहिँ दोस्रो दिनमा नै 190 किताको कारोबार भएको छ। त्यस्तै साथीहरु सजिलो ज्ञान हेर्ने साथीहरुको पहिलो टार्गेट 500 पर किता रहेको छ र कतिसम्म होल्ड गर्ने मावलिङ इनर्जी कम्पनीको शेयरलाई भन्दाखेरि हाम्रो पहिलो टार्गेट नै 500 सम्म छ। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईहरुले कम्पनीको शेयरलाई चाहिँ 500 सम्म चाहिँ हेर्न सक्नुहुन्छ। तर आइतबारबाट चाहिँ मावलिङ इनर्जी कम्पनीको शेयरमा चाहिँ केही सप्लाई आउन सक्ने सम्भावना देखिन्छ। किन भन्दाखेरि चाहिँ अहिले धेरैवटा कम्पनी चाहिँ लगातार लिस्टिङ हुने प्रक्रियामा छन् र धेरैवटा कम्पनीको कारोबार हुने हुँदाखेरि चाहिँ लगानीकर्ताहरूले चाहिँ गएका कम्पनीहरूलाई हेरेर पनि अब चाहिँ पछि घट्ने सम्भावना हुन्छ भनेर चाहिँ थोरै गर्नुहुन्छ हैन। त्यो कारणले गर्दाखेरि कम्पनीको शेयरमा चाहिँ आइतबार चाहिँ केही मात्रामा चाहिँ थोरै हल्का सप्लाई आउने सम्भावना देखिन्छ भन्ने मेरो विचारको कुरा हो। र साथीहरु अब कम्पनीको चाहिँ कुरा गर्दाखेरि चाहिँ यो कम्पनीलाई चाहिँ होल्ड गर्ने कि सोल्ड गर्ने भनेर त मैले तपाईलाई हिजै पनि भन्दै आएको छु। किन भन्दाखेरि चाहिँ कुनै पनि कम्पनीलाई लङ टाइम होल्ड गरेर चाहिँ त्यो कम्पनीलाई काम छैन। अहिले तत्काल बढेको बेलामा बेच्ने र पछि फेरि घटेको बेलामा किन्यो भने तपाईहरुलाई फाइदा हुन्छ हैन। तपाईले हेर्न सक्नुहुन्छ गएका कम्पनीहरु कसरी उकालो लागेर फेरि ओह्रालोमा झरेका छन्। कुनै पनि कम्पनी अहिलेसम्मको हाईएस्ट मूल्यमा पुग्न सफल भएका छैनन्। त्यो कारणले गर्दा तपाईहरुले यो कम्पनीलाई पनि विचार गर्न सक्नुहुन्छ। मैले तपाईहरुलाई अहिले सोल्ड गर्नु छ भन्दिन, तर सोल्ड गर्ने समय आएपछि यो कम्पनीको सप्लाई हेरेर चाहिँ म तपाईहरुलाई भन्दिन छु कि यो कम्पनीको शेयरमा तपाईँ सेलिङ प्रेसर आयो तपाईले आफ्नो विचार गर्न सक्नुहुन्छ भनेर भन्दिन छु। जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ तपाईहरुले चाहिँ अझै पनि यो कम्पनीको शेयरलाई चाहिँ केही समय होल्ड गर्नु होला। यसरी दोस्रो दिनमा तेस्रो दिनमा चाहिँ सेल गर्ने काम नगर्नु होला। किन भन्दा यो कम्पनीको पनि एउटा टार्गेटमा पुगौँ हामी कतिको लगानीकर्ताले होल्ड गर्छ। त्यसपछि हाम्रो सम्पूर्ण सजिलो ज्ञान हेर्ने साथीहरुको पनि एउटै टार्गेट हुनेछ र हामी सबै सोल्ड गरेर निस्किनेछौँ। र साथीहरु कुरा गरौँ अब हाम्रो दोस्रो कम्पनी दरमखोला हाइड्रो इनर्जी कम्पनीको शेयर चाहिँ नेप्सीमा सूचीकृत भएको छ। कम्पनीको चाहिँ 1,03,05,000 शेयर चाहिँ नेप्सीमा सूचीकृत भएको छ, जसमा चाहिँ कम्पनीको चाहिँ सबै प्रमोटर र पब्लिक गरेर सबै म्युचुअल फन्डलाई छुट्याएको वैदेशिक रोजगारमा भएका कम्पनीका कर्मचारीको सबैको शेयर गरेर चाहिँ 1,03,05,000 किता चाहिँ नेप्सीमा सूचीकृत भएको छ। जसमा कम्पनीले चाहिँ सर्वसाधारण लगानीकर्तालाई छुट्याएको 38.33% ले हुनाहुने 39,50,000 किता चाहिँ यो कम्पनीले के गरेको छ त सर्वसाधारणको लागि छुट्याएको छ भने त्यस्तै साथीहरु प्रमोटर शेयर तर्फ चाहिँ 61.67% ले हुनाहुने 63,55,000 किता चाहिँ यो कम्पनीको प्रमोटर शेयर रहेको छ। र कम्पनीको चाहिँ ओपनिङ रेन्ज चाहिँ कति तोकिएको छ भन्दा चाहिँ 142.81 पैसाबाट 428.43 पैसा चाहिँ कम्पनीले चाहिँ ओपनिङ रेन्ज तोकेको छ। दरमखोला हाइड्रो इनर्जी कम्पनीको शेयरको चाहिँ ओपनिङ प्राइस एकदमै राम्रो छ साथीहरु। 428 भनेको एकदमै राम्रो हो र 10 किता आइपिओ पर्ने साथीहरुले पहिलो दिनमा नै 4,284.3 पैसा चाहिँ पाउनु हुनेछ। र यसको बारेमा चाहिँ हामी भोलिबाट यसको कारोबार पछि सम्पूर्ण विवरण सहितको दरमखोला हाइड्रो इनर्जीको बारेमा फेरि छुट्टै भिडियो लिएर आउनेछौँ। अब हामी यो दुईटै कम्पनीलाई सँगसँगै चाहिँ डेली अपडेट गराउनेछौँ। जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ सम्पूर्ण सजिलो दर्शक साथीहरुले चाहिँ दुईटै कम्पनीहरुलाई स्ट्रङ होल्ड गर्नु होला। र दरमखोला कम्पनीलाई चाहिँ तपाईहरुले चाहिँ होल्ड पनि गर्न सक्नुहुन्छ। किन भन्दाखेरि चाहिँ यसको फन्डामेन्टल पनि एकदमै राम्रो छ। हामीले 100 रुपैयाँ लगानी गरेको कम्पनीको बुक भ्यालु नै 142 रुपैयाँ छ। यो भनेको एकदमै राम्रो हो। हस्त साथीहरु आजको भिडियोमा यति नै। भिडियो मन परेमा एक लाइक एन्ड सब्स्क्राइब